तीन शहरमा 3 सम्वेक दान हुने गर्दछन्। प्रत्येक 12 वर्षमा काठमाडौँको भुइँखेलमा हुने सम्वेक दान, यस्तै चाहिँ प्रत्येक 5 वर्षमा पाटनको इलनमा हुने इलहन सम्वेक, यस्तै प्रत्येक वर्ष माघे सङ्क्रान्तिको दिनमा हुने भक्तपुरको सम्वेक महादान। भोलि माघ 1 गतेलाई चाहिँ पाटन या भक्तपुर काठमाडौँको अर्थात् नेवार समुदायमा चाहिँ घ्योचाको सौलो भनिन्छ। घ्योचाको सौलोको दिन भक्तपुरमा सम्वेक महादान हुने चाहिँ सिलसिलामा आज एउटा चाहिँ लेख प्रस्तुत गर्न लागेको छु। यो लेखको चाहिँ लेखक महेन्द्र राज साक्य खोपो पनि लेखिएको छ। यो मजदुर दैनिकबाट चाहिँ साभार गरिएको छ। यो लेखको शीर्षक छ बौद्ध सम्पदा र सांस्कृतिक पर्व भक्तपुरको सम्वेक दान। अब सुन्नुहोस् यही लेख। सम्वेक दान पर्व नेपालको बौद्ध धर्म ऐतिहासिक एवं सांस्कृतिक रूपले मनाइने एक मौलिक पर्व हो। बुद्ध हुने बोधिसत्वहरूमा नभई 10 पारमिता गुणहरूमध्ये प्रथम दान पारमिता गुण पूरा गर्ने मार्ग हो। यो दान पारमिता सम्पन्न पश्चात 10 पारमिता चर्या गरी कालान्तरमा 10 पारमिता पूर्ण भइसकेपछि बोधिसत्व बुद्ध हुनेछन्। त्यसैले नेपालको सम्वेक भोजन दान पर्व बोधिसत्व चर्याको प्रथम खुर्किरो हो। यस पर्वमा दान गर्ने दाताले परम्परागत रूपमा स्थापना भएका बौद्ध विहारहरूमा दीक्षित भई ग्रस्त बौद्ध भिक्षु शाक्यहरू र वज्राचार्य बन्देहरूलाई भोजन, अन्न र दक्षिणादि दान गरी मनाउँदै आएको हो। सम्वेक दान पर्व पहिलाका बुद्धहरूको पालादेखि चल्दै आएको बौद्ध धर्मावलम्बीहरूको विश्वास रहे तापनि ऐतिहासिक प्रमाणको रूपमा लिच्छवीकालीन धार्मिक राजा वृषदेवको पालादेखि आजसम्म मनाउँदै आएको देखिन्छ। काठमाडौँ उपत्यकामा सांस्कृतिक सम्वेक दान पर्व नियमित र ऐच्छिक रूपमा चल्दै आएको छ। काठमाडौँमा प्रत्येक 12 वर्षमा एक पटक स्वयम्भूको भुइँखेलमा, ललितपुरमा 5 वर्षमा एक पटक नागबालमा र भक्तपुरमा प्रत्येक वर्ष नियमित रूपमा यो सांस्कृतिक पर्व चल्दै आएका छन् भने ऐच्छिक रूपमा विभिन्न समयमा सम्वेक सङ्घ भोजन दान गरिएको अभिलेख सम्वेक दानमा स्थापना गरिने सुवर्ण दीपङ्करहरूको सङ्ख्याले पुष्टि गर्दछ। सम्वेक दानको महिमा। सम्वेक दान धर्म पुण्य परिणामको गर्नाले महिमा तथा बुद्ध बोधिसत्वलाई पूजा गरी आर्य सङ्घले भोजन गराई आफ्नो राष्ट्रको गौरव र महत्त्वले भरिपूर्ण बुद्ध शासनको साहित्य, सङ्गीत तथा कला संरक्षण सम्वर्धन गर्ने, देश र जनताको हित उन्नति हुने कार्यमा सहयोग प्रदान गर्ने, जनहित कल्याणको लागि सत्पात्र, ज्ञानी, गुणी, साधु, श्रमण आदि अतिथिहरूलाई स्वागत एवं सधर्म रूपी सम्वेक दानमा स्वीकृति, त्याग, तपस्या गर्नु सम्पत्तिको सार्थकता हो। नेपाल मण्डलमा सम्वेक महादान सम्पन्नको लागि देखाएका 8 प्रकारका प्रयोजन साक्षात्कार हुन्छ। सम्वेक पर्वको आयोजना र खर्च ठुलो सानो नभई श्रद्धा र पुण्य समान हो। 1. तथागतको गुण स्मरण यज्ञ पूजा। 2. आत्मभाव रूपी स्वार्थ त्यागको निमित्त दान। 3. आर्यसँगको यथासरकार भोजन। 4. शान्ति र सुरक्षाका निमित्त बौद्ध सङ्घ प्रत्यापूर्ति। 5. चित्तवृत्ति सुधार हेतु सधर्मचर्या। 6. देशको गौरव निमित्त राज्य प्रमुखको समुपस्थिति र अनुपम कलाकृति। 7. दर्शक वृन्दका लागि सधर्म यात्रा र 8. दानपट्टिको श्रद्धाङ्कन र विकसित सम्वेक महोत्सव। नेपालको बौद्ध संस्कृति अध्ययन एवं अनुसन्धानमा 8 किसिमको सङ्घ भोजन चलिआएको देखिन्छ। जस्तै क. मूल विहारमा सङ्घ भोजन। ख. मूल विहार अन्तर्गतका आफ्नो कुटुम्बमा मात्र यी सङ्घ भोजन। ग. 18 विहार सङ्घ सम्मिलित सङ्घ भोजन। घ. सम्पूर्ण बहीहरू भेला गरी सङ्घ भोजन। ङ. बहीका कुटुम्बहरू मात्रको सङ्घ भोजन। च. बही र विहार समन्वयमा सङ्घ भोजन। छ. आफ्नो देश प्रदेशको सङ्घ भोजन र ज. देशको सङ्घहरूको एकमत सङ्घ भोजन। भक्तपुरमा सम्वेक भोजन दान पर्व नेपाल सम्मत 787 सालमा भक्तपुर चतुर्ब्रह्म महाविहारका वज्राचार्य जयरत्नले स्थापना गर्नुभएको थियो। उहाँले सम्वेक दान आयोजना गरिएको स्थान भक्तपुर नगरपालिका वडा नम्बर 17 इताक्षण स्थित थथुबई जयकृति महाविहार हो। त्यस समयमा थथुबई जीर्ण भएको हुँदा जयरत्नले जीर्णोद्धार गरी थथुबईको दुईतिर पाटीसहित मूल प्रवेशद्वार र त्यसको भित्रपट्टि एक चैत्यको निर्माण गरी स्थापना गर्नुभएको थियो। उहाँले सम्वेक दान पर्व नियमित रूपमा प्रत्येक वर्ष सम्वेक दान पर्व आयोजना गर्न करिब 360 रोप्ने जग्गाको आस्था व्यवस्था गरिएको थियो।
जयरत्नपछि उहाँका छोराहरू जयमुनि, जयधर्म, जयचन्द्र र नाति पूर्णराजले भव्य रूपमा सम्यक दान पर्व आयोजना गरी सुवर्ण दीपङ्कर स्थापना गरिएको थियो। नियमित रूपमा सम्यक दान पर्वको लागि व्यवस्था गरिएको 360 रोप्ने जग्गामध्ये करिब 20 रोप्ने मात्र जग्गा बाँकी रहने गरी राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको शासनकालदेखि विभिन्न समयमा जग्गा अधिग्रहण गरिएको थियो। भक्तपुरमा प्रत्येक वर्ष सम्यक भोजन दान गर्ने स्थल नपुकुको पश्चिमपट्टि जयकृत्य महाविहार थथुबईको परिसर भुइँखेल क्षेत्र हो। सङ्घ भोजन दान गर्ने प्रयोग गरिने क्षेत्र जमिनलाई भोजन गराइने क्षेत्र भएकोले उक्त परिसरलाई भुइँखेल अर्थात् नेपाल भाषामा भुइँखेल भनिन्छ। यस क्षेत्रलाई सुरक्षित गर्न चारैतिर पर्खालले घेरिएको थियो। यसको प्रमाण आज पनि पर्खालको जगका अवशेषहरू भेटिन्छन्। यो भुइँखेल क्षेत्र नेपाल सम्म 1044 सालमा भक्तपुर क्वाथन्दो विश्वकर्मा क्षेत्रका साक्य पिछु जुजु रत्नले ऐच्छिक सम्यक दान आयोजना गर्दा भक्तपुरका प्रमुख 5 दीपङ्करहरू सुवर्ण देवता सहित लोकेश्वर देवता, स्वयम्भू तथागत, साँखुको वज्रयोगिनी, नमो बुद्ध, जनबा देव बनेपा, पनौती, श्रीखण्डपुर, नाला, साङ्गा, थिमी आदि ठाउँमा रहेका दीपङ्कर तथागतहरू उपस्थित गराए। थथुबईदेखि टपको मैदानसम्म दीपङ्कर र अन्य देवताहरूको क्रमबद्ध लाइन रहेको थियो। सम्यक दानको दिन भक्तपुर लगायत काठमाडौँ, ललितपुर, बनेपा, साँखु, थिमी आदि ठाउँका बासिन्दाहरू दानमा सहभागी हुने र गोला बाजा, दाफा भजन, ज्ञानमाला भजन, धाबाजा लगायतका साङ्गीतिक टोलीको प्रदर्शन समेत हुने भएकोले प्रत्येक वर्ष माघ सङ्क्रान्तिका दिन मनाइने ऐतिहासिक तथा सांस्कृतिक रूपले महत्त्व बोकेको आफ्नो मौलिक पर्व मानिन्छ। हाम्रो ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको सम्बन्धमा विभिन्न अनुसन्धानदाता, इतिहासकार, संस्कृतिविदहरूले आफ्नो लेख प्रतिवेदनहरूमा विशेष रूपमा उल्लेख गरिएको पाइन्छ। भक्तपुरका प्रमुख 5 दीपङ्कर तथागतहरूका प्रतिमूर्तिहरूलाई समृद्ध बिहार बहीबाट वर्षमा 2 पटक मात्र बाहिर ल्याई जात्रा गर्ने प्रचलन रहेको छ। त्यसमध्ये माघ 1 गतेको दिन पनि हो। भक्तपुरको नियमित सम्यक सङ्घ भोजन दान प्रत्येक वर्ष माघ सङ्क्रान्तिका दिन मनाइने सांस्कृतिक पर्वमा क्वाथन्दो प्रसन्नशील महाविहार, साकोठा चतुर्वर्म महाविहार, गोलमरी मङ्गल धर्मदीप विहार, इटाछे जयकृत्य महाविहार थथुबई र भारवाचो बौद्ध समकृत विहारको दीपङ्कर गरी 5 दीपङ्कर तथागतहरू एवं प्रसन्नशील महाविहारका क्वाचपाल देवता, सम्यक दानदाताको कुल देवता, थासदेव अर्थात् सुवर्ण चैते, 4 लुदेव अर्थात् सुवर्ण दीपङ्करहरू तथा प्रसन्नशील महाविहारका स्थविर आजु, गुणकृति महाविहार थिमिका उपाध्याय गुर्जु एवं मूल पुरोहित गुर्जुहरूलाई हामोजा अर्थात् तिल भोजन दान गरिने भएकोले उक्त दिनलाई नेपाल भाषामा हामो सौलो पनि भन्ने गरिन्छ। माघे सङ्क्रान्तिका दिन भक्तपुरका सम्यक दान पर्व पूजा, स्वागत र दानको कार्यक्रम यसरी सम्पन्न हुन्छ। बिहान नै थथुबईका क्वापादेवको अगाडि गुर्जुले कलश सार्न गरी होम गर्नु पर्दछ। यही समयमा सम्यक पर्वमा आवश्यक दान तथा पूजा सामग्रीहरू भल्या नायहरूलाई थथुबईमा व्यवस्थित रूपमा राख्न लगाइन्छ। यसले सम्यक पर्वका परिवारलाई समयोचित जनपरिचालन गरी सम्यक पर्वको परिचय र महत्त्व सबैलाई बोर गराइन्छ। सम्यक देवताको पालो पर्ने सदस्यको घरमा बिहानै जेठवर्ण महाविहारका साक्य समूहले सम्यक दीपङ्करहरूलाई सरसफाइ गरी वस्त्र गहना लगाइदिने गर्छन्। भक्तपुरको सम्यक पर्व व्यवस्थित रूपमा सञ्चालन गर्न सम्यक गुठीका परिवारको अतिरिक्त जेठवर्ण महाविहार, इन्द्रवर्ण महाविहारका थकाली नायहरूलाई परिचालन गरिन्छ। सम्यक पर्वमा सम्यक गुठीका सदस्यहरूले अत्यावश्यक कार्यको व्यवस्था अनुसार अन्य कार्य सम्पन्न गर्न स्वयंसेवकहरूको सहयोग रहन्छ। सम्यक पर्वमा सम्यक पूजा कार्य सम्पन्न गर्नको लागि सबभन्दा पहिले दीपङ्कर बुद्धहरू लिन जान सम्यक गुठीका थकाली नायकले गुठीका सदस्यहरू चतुर्वर्म विहार तोरी छेमा भेला गरी करिब 12:30 बजेभित्र दीपङ्करहरूको स्वागतको लागि विहारहरूमा प्रस्थान गर्छन्। सबभन्दा पहिला क्वाथन्दो स्थित प्रसन्नशील महाविहार लागा दीपङ्कर विहार देवन अनि गोलमरी टोलको मङ्गल धर्मदीप विहार, झौरबही चतुर्वर्म विहार, टोरी छेको दीपङ्कर समेत 3 जना दीपङ्कर बाजा गाजा सहित लाएको अर्थात् दरबार सुकाएर खौमा इटाछे हुँदै नपुकु फ्रेन्च र त्यहाँ थथुबई र कुथुबईको दीपङ्करले 3 दीपङ्करहरूलाई मर्यादा क्रम अनुसार अभिवादन गरी स्वागत गरिन्छ। सोही क्रममा ज्येष्ठता क्रम मिलाई भुइँखेलको पूर्व टोका पञ्चबुद्ध प्रवेशद्वारतर्फ प्रस्थान गरिन्छ।
पूर्वीय पञ्चबुद्धद्वारमा सम्यक गुठीका पालाले दीपङ्कर तथागत बोक्नेको पाइतालामा अर्घ गरी अर्थात् पूजा अर्पण गरी ढोग गरी स्वागत गरिन्छ। नेपाल भाषामा यसलाई टुटी लिचाएकी भनिन्छ। यसरी 5 दीपङ्करहरूलाई सोही बिजुलीमा स्वागत सत्कार गरी भुइँखेलमा प्रवेश गराइन्छ। भुइँखेलको दक्षिण भागमा रहेको पूर्व पश्चिम आसनमा उत्तराभिमुख हुने गरी क्रमबद्ध रूपमा दीपङ्कर बुद्धको विराजमान गराइन्छ। त्यसपछि क्रमशः आमन्त्रित सुवर्ण चैत्य देवी देवताहरू आसनमा राखिन्छ। सोही क्रममा मूल पुरोहित थपाजो आर्य सङ्घका प्रतिनिधिहरूको रूपमा वज्राचार्य शाक्यहरू क्रमशः पङ्क्तिबद्ध भएर आसन ग्रहण गर्दछन्। आसन ग्रहण प्रक्रिया सम्पन्न लगते सम्यक गुठीका पाला गुठीका सदस्यहरू 4-5 जना क्रमशः लामबद्ध भएर दीपङ्कर बुद्ध आसन रहेको स्थानदेखि भूमि शोधन विधिको रूपमा सबैभन्दा अगाडि एकजनाले तगो गाँ बजाई घन्टीको वसन गर्दै जान्छ। उहाँको पछाडि सम्यक गुठी पालाले पूर्ण कलशले जल सिञ्चन गर्दै जान्छ र उहाँलाई देव छत्रले वराई अगाडि बढ्छ। सबभन्दा पछाडि बस्नेले अक्षताले भूमि पूजा गर्दै सम्यक भोजन दान गरिने भुइँखेलको सबै भूभागमा भूमि शोधन गरिन्छ। 5 दीपङ्कर सुवर्ण चैत्य देवदेवताहरू र मूल पुरोहित गुर्जहरूलाई सम्यक दान गुठीले भोजन दान गर्दा भूमिमा उब्जाउ हुने सबै प्रकारका अन्न गेरागुरीहरू साथै मुलाको तरकारी नैवेद्य फलफुल र मिठाई आदि दान प्रदान गरिन्छ। साथै धान चामल लड्डु अर्थात् रोटी र सक्खर मिलाई बनाएको एक प्रकारको लड्डु पुरी र दक्षिणा दान गरिन्छ। त्यस्तै सम्यक भोजनमा सहभागी ग्रस्त भिक्षुहरू वज्राचार्य र शाक्य वर्गहरूलाई धान चामल लड्डु पुरी र दक्षिणा दान दिन्छ। यस दान दिने कार्यमा सम्यक दानका दाता परिवारका सदस्य आफन्त इष्टमित्र साथीहरूले आआफ्नो गच्छे अनुसार दान दिने गर्दछन्। यसरी सम्यक दान पर्वमा दीपङ्कर तथागतको दर्शन ष्टवीर आजो मूल पुरोहित लगायतका दानमा सहभागी ग्रस्त भिक्षुहरूलाई दान दिने कार्यमा तपाईँ हामी सबैजना सहभागी हुन सक्छन्। यस्तो पवित्र दिनमा उपस्थित भई पुण्य सञ्चय गर्न हुन र सम्यक दान पर्वलाई हर्षोल्लासका साथ मनाउन सबैलाई सहभागिताको लागि अनुरोध गर्दछौँ। 5 दीपङ्कर तथागतका प्रतिमूर्तिहरू विराजमान गराई भक्तपुरको नियमित र ऐच्छिक सम्यक भोजन दान गरिने थथुबई जेकृति महाविहार परिसरमा दीपङ्कर तथागतको लागि आसनको व्यवस्था गुह्य पोखरी पश्चिम किनारमा रहेको चैत्यको पुनर्निर्माण एवं अन्य चैत्यहरूको मर्मर सम्भार गरी संरक्षण गरेको सर्वविदितै छ। यस्तो ऐतिहासिक भुइँखेलमा हाल विभिन्न किसिमका गैर धार्मिक एवं गैर सांस्कृतिक गतिविधिहरूको अनियन्त्रित र अस्वाभाविक क्रियाकलापले भुइँखेल क्षेत्र बिहार र चैत्य जस्तो सांस्कृतिक सम्पदाको असुरक्षा बढ्दै जानु ठुलो चिन्ताको विषय बनेको छ। यसले ऐतिहासिक रूपमा मनाउनु पर्ने सम्यक दान पर्वको मौलिकता र अस्तित्वमा आघात पुग्ने कुरा निर्विवाद छ। यस क्षेत्रमा विगत केही वर्षदेखि सरकारी गैर सरकारी अर्ध सरकारी निकाय तथा क्षेत्रहरूबाट विभिन्न बहानामा अतिक्रमण हुँदै आउनु निन्दनीय छ। यसतर्फ नेपाल सरकार, स्थानीय तह, नागरिक समाज, राजनीतिक दल, पत्रकार, इतिहासकार, संस्कृतिकर्मी सबैको गम्भीर ध्यानाकर्षण गर्दछु। यस क्षेत्रको ऐतिहासिकता, धार्मिक तथा सांस्कृतिक महत्त्वको क्षेत्रलाई संरक्षण र सम्वर्धन गर्न हामी सबैको साझा कर्तव्य हो। सरकारी, गैर सरकारी, अर्ध सरकारी निकाय तथा क्षेत्रहरूबाट भएको अतिक्रमण तुरन्त बन्द गर्न र सम्बन्धित निकाय, स्थानीय सरकारबाट यथासमय उचित व्यवस्थाको लागि बिहार बही एवं बौद्ध सङ्घ, संस्कृतविद, स्थानीय जनसमुदायले जोरदार माग गरिरहेका छन्। अन्तमा भक्तपुरको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक बौद्ध चाडपर्वहरूमा प्रत्येक वर्ष मनाउँदै आएको सम्यक दान पर्व हाम्रो आफ्नै मौलिक ऐतिहासिक जीवित सम्पदाको ज्वलन्त उदाहरणमध्ये एक महत्त्वपूर्ण पर्व हो। यस्तो ऐतिहासिक एवं सांस्कृतिक धरोहरको रूपमा रहेको मौलिक सम्पदाहरूको संरक्षण सम्वर्धन गरी हाम्रो पहिचानको रूपमा रहेका धर्म, संस्कृति, सम्पदाको जगेर्ना गर्ने कार्यमा सम्पूर्ण भक्तपुरवासी लगायत सबैमा हार्दिक आह्वान गर्दछौँ। रचना यही सकियो।